Hello guys. Hi भन्देऊ. Hi. Hi. ये तो फोन पनि कहाँ थियो पुलिस दिएर फोन तल झारे मैले अर्को फाइन आउने यही होला सायद मलाई त कोर्टमै बोलाउँछ तुमको त अफेन्स छ गाइजहरु हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगेका छौं। यहाँ लट्स अफ गाडीहरु छन् अनि हामीले हाम्रो गाडी यहाँ पार्क गरिसकेका छौं हैन। कुन्टीलाई मैले बाहिर निकालिसकेको छु स्टलरमा हालेर कुदाउने। अनि म्याडम कस्तो लागिरहेछ? रैला। अनि यता भाइ आउँदै छन्। ठीक छ। यहाँ हाम्रो अलिकति सामानहरु पनि रहेको छ। यो चाहिँ ठाम हैन यस्तो रहेको छ, देख्न सक्नुहुन्छ। यस्तो छ। अब मेन ठाममा हामी जाँदै छौं। त्यही हो। हाई गाइज, हामी आइसकेको छौँ ठाउँमा। म तपाईहरुलाई त्यो ठाउँ चाहिँ देखाउन गइरहेको छु। त्यो ठाउँ चाहिँ अलिकति टाढै छ, हिँड्न पर्ने छ। अनि यहाँ छन् पुन्टीको आमा, पुन्टी त्यहाँ छिन्। अनि यसरी हामी जाँदैछौँ। अनि यहाँ मान्छे लट्स अफ मान्छेहरू छन्। पार्किङहरू पनि लगभग फुल रहेछ। आज स्याटरडे भएको भएर चाहिँ मान्छेहरू टन्नै छन् हैन, देख्न सक्नुहुन्छ। अनि पार्किङ लटमा चाहिँ पार्किङ पाउनु चाहिँ अलिक गाह्रो रहेछ, किनभने छुट्टीको टाइममा। अनि यो ठाम पुटारुरु भनेको कस्तो ठाउँ भने यहाँ चाहिँ एकदम स्वच्छ पानी ठाउँ। माथिबाट हेऱ्यो भने तलको खोला नालाका ढुङ्गा किरा मसिनो सब देखिन्छ भनेर हामीलाई त्यही भनेका छन्। अब यहाँ साँच्चैको हुन्छ कि स्क्याममा परिन्छ थाहा छैन। त्यहाँ गएर देखिन्छ। तपाईहरु पनि किप ट्युन गरेर हेर्दै पनि गर्दै गर्नु। अनि जाने मान्छे भन्दा फर्किने मान्छे धेरै छन् भन्दैछन् भाइले चाहिँ। अनि यहाँ हेर्न सक्नुहुन्छ डाँडो गाँडो यस्तो छ, तर खाल्टोमै हो जस्तो छ। यो चाहिँ सानो पुल रहेछ हैन गाइजहरु। पुल पनि हामीले देखियो।
अनि यहाँको सानोतिनो जङ्गल यताउति यस्तै छ मान्छेहरू लट्छ मान्छेहरू टन्नै छ नि हेर्नु सक्नुहुन्छ अनि भन्नु पर्दाखेरि के भनौँ भने यहाँ यो के भन्छ कुरो पनि रहेछ मैले बोक्नुपर्छ कुन्टेले चाहिँ यताउति हेरिरहेछ होइन मजाले जुन नयाँ ठाउँमा चिसो जाडो छ भनिरहेछ जाडो भयो ज्याकेट लिएर आऊँ अनि म ज्याकेट ल्याउने भन्छु भने म ज्याकेट पनि लिएर आउनु तयार छु हातलाई के भयो जाडो भयो अरे कपडा स्वेटर कस्तो छुटेछ है आज भान्जाको स्वेटर चाहिँ छुटेछ घरै त्यहाँ टावल हो क्या त्यो निलो त्यो मात्रै थियो अनि के 2 शब्द भन्दै नि त ल आज घुम्न आएको बारेमा केही यताउति आफ्टर 4 months पनि होइन अब त 5 महिनापछि हिँड्दैछु न यसरी रमाइलो लागिरहेछ कति हिँड्नुपर्छ त थाहा छैन मान्छे होइन त्यो थाहा भयो भने त मजा आउँदैन क्या थाहा नभइकन बल्ल मजा आउने हो हाम्रो स्टोरलाई ल्याएछ नि जस्तो भयो त्यो राम्रो हो नि गाडीमा राखिहाल्नु पर्छ किनभने गाडीमा जति पनि स्पेस छ हाम्रो होइन अनि 7 सिटर गाडी भएको फाइदै यही हो त अनि त्यसै किने अनि यस्तै उस्तै परि त्यहाँ सुत्न मिल्छ मैले कुन दिनबाट सिरेकै पछाडि हालेर हिँड्न पनि बेर छैन सेतो गाडीमा त सोचिरहेको छु जोक हानेको गाई छु यो चाहिँ जोक हो फेरि जोकहरू बोल्नुहुन्न तपाईँहरू अलिकति दिमाग लगाउनु पर्छ तपाईँले जान्नु भएन भने ChatGPT-मा सर्च गर्नु अगाडिपट्टि हेर्नुहुन्छ गाइजहरू र हेर्नु यस्तो छ गाइजहरू यस्तो छ सबैतिर सरी गाइज त्यस्तो खासै केही त छैन तैपनि म चाहिँ हेर्दै हिँडिरहेको छु अनि बुढी भाइ छोरा अनि अर्को भाइ चाहिँ अगाडि छन् म चाहिँ पछाडि किनभने मैले चाहिँ भिडियोहरू बनाउँदै हिँडिरहेको छु त्यही भएर यस्तै छ भाइहरू चाहिँ जो अगाडि उनीहरू फोटो भिडियो साथी भ्यूहरू हेर्दै इन्जोय गरिरहेछन् तपाईँहरू पनि हेर्दै गर्नु है गाइज भाइ त्यहाँ बाटो हेर्नु गएको कस्तो पुरै हिँड्दैन पास है खडक परेको Grassland that's connected to Kingstown, North Island. गाइड्स गाइड्सहरू हामी यसपछि फर्किँदैछौँ
जेठान जेठाजु जेठान जेठाजु